फिटिङ त गर्नै पर्यो नि फेरि आज ह्याप्पी आवर लाग्छ नगरौँ भने हल्ला मेरो गाल पर्छ सुरु गर भाइ सुरु गर फेरि सानो त अहिले सबै जोडाहरू होइन कहाँ गए पनि एउटा भएको थियो कहाँ होला म गर्दै यो पल्टन फिटिङ पनि कति गर्ने हो पहिलाका पुरानीहरूले टन्न खाने मजाले ज्यान ल्याउने ठ्याप्प मटाउने भन्थे अब हाम्रो गाउँमा एकछिन पुछत हुँदैन बा तालिम भने त्यस्तै एकछिन पुछेसन त बा हामीलाई मात्रै यस्तै हो कि अन्त पनि यस्तै हो होइन फिटिङ मात्रै कति गर्नु आज फेरि अब ह्याप्पी आवर पनि जानु छ घरमा बुढी पनि सुतिसक्यो होला साँच्ची अघिको 50 मिनटको 10 मिनट अझै बाँकी थियो 10 मिनट बुढीसँग बोलौँ कि क्या हो फिटिङ भने पल्टन हुँदै गर्छ यस्तै हो हेलो सुनेको छैन हौ अलिकति पानीको टाइम लाग्छ क्या प्यारी उठेकी उठे हौ ए म त आरामै छु नि सरङ सरङ आवाज आयो रे कम्प्युटर चलाएको क्या कम्प्युटर चलाएको माउस हो क्या यो माउसको आवाज आएको होला काम केही हुन्न क्या कम्प्युटर चलाउने बस्ने त हो नि मिसनमा के नै हुन्छ र ए पहिला त कति हेन्सी थिए घाउले अलिक कालो हेर्छु बुढी यस 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 इङ्ग्लिस बोल्यौ रे मिसनमा तु कहाँ बोल्न पाइन्छ त सबै विदेशी पहिला त टन्न मोटाएको थियो बुढी अहिले त बिहामा भने रोग लगाएर खर्लाक खुर्लेको भइरहेको काम मेडिकल जाने कुरा गरेको आफै ठिक हुन्छ क्या काम मेडिकल जानु बिहामा भने रोग लगाएर आफैले विषय पार्ने हो बुढी डलर राख्थ्यौ क्या फेरि हेर न त्यहाँ फेरि क्या यहाँ कति धेरै मान्छे क्या कस्तो हुन्न पहिले काहीँ त आफ्नै बुढीको स्वर सुन्दैन आफैले अचम्म लगाएर आउँछ मलाई मात्रै यस्तो अरूलाई यस्तै हुन्छ पनि अब एकछिन कम्प्युटर चलाउँछु त भनिहालेँ गर्नु चलाउनै पर्यो अब एउटा भएको जोडा रिङ गर्न आइज नि त चाँडो गरेर सकेर जाऊ अहिलेसम्म आउँदैन कहाँ गएको नि गर्नु पर्यो नि होला मेरो गाल पर्छ नत्र राम 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 दिउँसो यसरी पिउनुहुन्छ कहाँदेखि कुरा गरे जोडा लिभर खराब हुन्छ खायो भने हाम्रो लिभर खराब हुन्छ तपाईँ हाम्रो लिभर खराब भएपछि हामी बिरामी हुन्छ पैसाको सट्टेना घरमा परिवारलाई पनि टेन्सन ती कसो जोडा यो भोलिको रक्सी किनेर चाहिँ खाने जोडा पल्टने तिमीलाई हामीलाई रक्सी खान भनेर एकचोटि ह्याप्पी आवर त्यति गर्दा नि पोइन भने ह्याप्पी बिगेन त्यति गर्दा नि पोइन भनेर हप्ताको 5 जना नबढाइकन सिफारिसमा क्यान्टिनमा बसेर मजाले बस्ने सौयत बोल्ने मान्छे खाने कि पसै जोडा त्यो दनेमा हेरे हौ के हेरे हौ कहाँ खेल्ने कुरा गरेको पुरानीहरूले मिसन गएपछि हेर केटा रेड लेभल ब्ल्याक लेभल पाइन्छ मिलाएर चाखै भन्थे खेल्नु भन्दा जोडा लेभलै हो एक महिला जोडा खेल्नु अनुभव पसै जोडा ल म अलिकति अन्त जोडा अब ट्रिटमेन्ट अघि भान्सातिर गएको थिएँ कहाँ खल्तीमा हाल्यो भने गोजे छुन्डी त झरीको बरु ट्रिटमेन्ट नभइकन म एकछिन यतिको खान्छु जोडा जोडा कस्तो हुँदो रहेछ
अनुभव त हो नि कस्तो गनाउँदो रहेछ एउटा कस्तो यो त मिठो मिठो भयो अबे कस्तो इन्द्रिय लाला छ त्यसो छोडा मलाई मात्रै यस्तै हो कि तिमीलाई पनि हुन्छ जोडा जोडा अझै ल्याउ पैसा सक्यो म सुनि जोडा यार पैसा नखाने मान्छेले खाएपछि म दिइहाल्छु कति पर्छ $20 ल्याउ त्यो $20 लिएर जाऊ त्यो डोजरमा गएर लिएर आऊ फेरि म मातिसकेको छु कस्तो रक्यो भने चाहिँ कस्तो दामी रातो अन्त पुरानीहरूले हो रहेछ नि रातै हुँदो रहेछ तर रातो भयो भने यिनीहरू लाग्दो तिरिमिरिट पो भयो मलाई पनि यस्तै हो कि तपाईँहरूलाई नि यस्तै हुन्छ साथीहरू फिटिङ गर्ने यता मान्छे यस्तो छ कहीँ हुन्छ होला त कहाँ भयो समय आउँदैन कतिखेर ल्याएर एक गिलासमा पानी नहाली खाने जस्तो भइसक्यो रमाइलो नाचौँ लाग्ने पो भइरहेको तपाईँलाई भएको छैन कहाँ गयो यो तालमा एकचोटि फिटिङ गरौँ न कस्तो हुँदो रहेछ अनुभव लिन्छ त अनि साथीहरू ल्याऊ खोइ न साथी अघि आउँदा तिम्रो दुइटै हात थियो एउटा हात खोइ एउटा यही त थियो त अघि आउँदा दुइटै थियो मेरै अगाडि भन्दा मैले पठाएको कुच्चो बोकेर अहिले एउटा हात खोइ तिमी खोजौँ एउटा यही थियो कहाँ हो के खोजिरहेछन् यिनीहरू अघिबाट अस्ति डिएसए आयो भने जस्तो लाग्थ्यो खै त्यही त खोसालेनन् मैले भेटाएँ मेरो छोराको 1 महिनाको किन पुग्छ यार खोज्नु पऱ्यो यिनीहरूलाई थाहै नदिएर एउटा अब तिमीले ल्याएनौ म त फिटिङै गर्ने ओइ ओइ के खोजिरहेको जय सर जय श्री के खोजिरहेको छौ फिटिङ गरिरहेको सर हल्ल्याछस् नि दिउँसै छैन सर यो हावा चलेर होला ए हावा ओइ यसको हात हराएर खोजिरह हजुर सर अनि यो चाहिँ के हो नि यो के हो नि त्यही हामी दुइटै मातिसकेको छु नि सर दिउँसै खाएछ नि के यो फिटिङ गरेको यही हो तिमीलाई माथि लगेर पेस्दिउ पेहनु हुने सर बस्दा म गिलास लिएर आउँछु लाइनमा गएर तिमी अब हातै गर कहाँ गएको त सर गिलास हजुर गिलास बोतलमा दिनु आउनु सर खाऊ ब्ल्याक हो ए ब्ल्याक लेभल हो सर पुरानियाहरूले भन्थे ब्ल्याक लेभल राम्रो हुन्छ भनेर चाखौँ है त आज डोजर हो दामी पो हुँदो रहेछ त यो त कस्तो आनन्द आउँदो सर मलाई त कस्तो रमाइलो लागिरहेको ओइ दुईटा मैले केही भन्नुपर्छ त पर्दैन बुझिसक्यो केटाहरूले छिटो खानु सर हामीलाई लेन जोडा ओइ 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 आफ्नो थप अर्को प्याक गर्ने सबलाई ए ल ल बस हल्मे सबैले त घ्याम्पे हाने यार
हो केटा हो। स्याहार खुवाउन त खाइस् होइन ब्ल्याक लेबल मैले तिमीहरूलाई के गर्नुपर्ने के छ जोडा भन्ने ए अब ड्युटी मिलाइदिनु पऱ्यो होइन त अब नमिलाऊ पनि कसरी नमिलाऊ ब्ल्याक लेबल भए नुनले पोल्छ ल ठिक छ होटलमा छैन हो रोज यो हलदार मेजरको जागिर माथिबाट पनि मैलाई प्रेसर तलबाट पनि मैलाई प्रेसर हो सर के गर्नु त्यही थपिन्छु खान्छ ओइ पटन जय सिर्जन यो पानबहादुर तामाङ र यो मनोज बुढा थोकीको 12 दिनको ड्युटी छ अरे त्यो मिलाइदिए है मान्छे पुग्दैन ए मिलान भाइ यार पेरिमिटरको ड्युटी हाम्रो जिम्मेवारी हुन्छ यहाँ रमाइलो भए पनि ह्याप्पी आवर भए पनि यताउता भए पनि ड्युटी त राम्रै राख्नु पऱ्यो नि यिनीहरू लागेको मान्छेलाई पठाएर के गर्ने मिलाइदिएन है भाइ अनि मलाई तँलाई त्यहाँ राखेको के काम त नि त्यही मिलाउनलाई त राखेको नि एलटिबी एसटिबी बन्द गरेर तँलाई ड्युटी पनि मिल्यो ए भाइ एक प्याक छ भने हाल भाइ दुई प्याक हाल्दै जोडा हजुर सर हजुरलाई यो स्टिलको गिलासमा हुँदैन अब लाइनमा गएर सिसाको गिलासमा हालेर टन्न खुवाउने डान्स गराउने गर्छ सर अब मेरो स्टिलले फास्ट रहेन क्या आज त तिमीहरूले मलाई जोडियै बनायो नि छैन हजुर यो यस्तै हो क्या सर पल्टन त्यो साथीले गर्दाखेरि फसिन्छ भनेको यही हो एउटा एक जोडा होइन क्या होला मेरो त्यो जोडै हो हाम्रो जोडै हो सर नाच्ने है त हलदार मेजर नाच्छ पहिला तिमी नाच पहिला म हेर्छु नाच खै सबै काम गर्नु भने सबै भिडियो बनाउने काम चाहिँ नगर्नु त के हुन्छ भिडियो एउटा हल्मी साहब माथि थियो हल्मी लिएर जाऊ ल हजुर ओइ मसम्म त ठिकै हो म मिलाइहाल्छु मभन्दा माथिले देख्यो भने भेट्यो भने गाह्रो पर्छ सिधा हिँड सिधा 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 मारि अब हल्लामाले दुई प्याक खान्थ्यो सबै यहीँ छोड्यो अब मैले गर्नु त यो बेहोसपछि त होसमा आउँदा क्या दामी भन्थ्यो हो त क्या दामी भयो मलाई त है यो ब्ल्याकमा रक्सी तपाईँहरू चाहिँ भोलिदेखि नखानुहोस् म पनि खान्न यही आजको लागि मात्रै भोलिदेखि खान्न भनेर लास्ट प्यास साथी हो चेस मैले धन्यवाद